नहीं उहाँले गरिहाल्नु त नि भइहाल्छ नि समाति 8 9 10 11 12 13 14 ल भयो भयो यहाँ अब तपाईं समात ढिलो भयो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियोमा तपाईँहरूलाई स्वागत छ। म भर्खरै उठेँ होइन, जस एकदम चिसो चिसो मौसम छ होइन। अनि म काठमाडौँबाट उपरकोटी लाएर यहाँ पुग्नुको कारण के हो भन्दाखेरि आज छ बिहे, हामी बिहेमा जाँदैछौँ होइन। त बिहेमा के हुन्छ त्यो सबै कुरा म देखाइ नै हाल्छु। यताको मौसम चाहिँ यस्तो छ है, बिहानको मौसम चट्ट लाएर। गाउँघर हो, घर टाढा टाढा हुन्छन् है। यता मकै छ, मकै उम्रिया छ। यहाँ हाम्रो गाडी रेडी छ बिहेमा जानको लागि। सिधै बिहेमा गएर भेट्छौँ है त, लेट्स गो। हेलो वाट्सअप ब्युटिफुल पिपल। हामी चाहिँ बिहेको घरमा इन्ट्री भइसकेका छौँ। यहाँ चाहिँ धुमधाम तयारी भइरहेको छ होइन। अनि अर्को इन्ट्रेस्टिङ कुरा आज के छ भने हामी चाहिँ जन्ती जाँदैछौँ। जन्ती चाहिँ यहाँ कैलालीदेखि सुर्खेत जाँदैछौँ। अनि एकदमै बवाल रमाइलो हुनेवाला छ होइन। म के हुन्छ सबै कुराहरू देखाउँछु। बिहेको गेट यस्तो छ है, यो बाहिरको गेट हो होइन। अब म दुलाको घर पनि देखाउँछु है। ल यो चाहिँ दुलाको घर हो। यहाँ पनि अर्को गेट छ। दुला दुलहीको फोटो त देखाउनु पर्यो। यो चाहिँ दुला दुलहीको फोटो। ल हेर, अमृत प्रणय अप्सरा भनेको छ है। यो चाहिँ दुलाको घर हो। यहाँ चाहिँ अगाडि जग्गिया बनाएको छन्। सो यताको माहौल यस्तो छ, पुरै गाउँ पाकेर यस्तो बवाल भयो। यतातिर चाहिँ यस्तो छ है। दामी छ यता चाहिँ। यता चाहिँ धुमधामसँग एकदम मस्तसँग तयारी भइरहेको छ होइन। दुईटा गाडीहरू रेडी छन् जानको लागि। दुलालाई पनि म देखाइदिइहाल्छु होइन। ए हाम्रो आजको दुला है, बब्बाल हेर्छौँ हुनुभएको दुला चाहिँ। दुला जाने गाडी यो रहेछ स्कर्पियो, अनि जन्ती जाने गाडी चाहिँ यो हो। यता पनि टाँस्या रहेछन् एउटा बोर्ड त। यो चाहिँ पार्टी यताउति यताउति खानको लागि यहाँ यस्तो बनाएको छन् होइन। त्यही हो, हल्का फुल्का मान्छेहरू जम्मा हुनुभएको छ अब जन्ती जानको लागि हो होइन। सो यहाँ यस्तो छ है, टेन्ट सेन्ट टाँगेर पार्टी गर्नको लागि होइन। सुर्खेत देख्न पाइने भयो केटा हो, सुर्खेत देख्न पाइने भयो। म त यति धेरै खुसी छु कि किनकि म आजसम्म सुर्खेत गएको थिएन होइन। आज चाहिँ सुर्खेत गइन्छ होइन। सुर्खेत के छ कस्तो छ म त्यो पनि देखाउँछु। के हुन्छ बाँकी कुरा म देखाउँदै जान्छु। यहाँ एकदम धुमधडाकासँग तयारी भइरहेको छ होइन। फोटासोटा खिच्ने यताउता गाडी सिँगार्ने काम सबै हुँदैछ होइन। जस आज बवालै रमाइलो हुन्छ है त। यसरी अब गाडीमा चट्ट साइडबाट के टाँस्दैछन् यहाँ होइन। एकदम धडाका तयारी हुँदैछ। बेहुलालाई त अनि हतार हुनुपर्ने। चट्ट यो स्कर्पियोमा यता हाम्रो ड्राइभर दाइहरू है। खतरा देखिनु भयो, चस्मा लगाएर। बेहुलाको भाइ तयारी कडै हुँदैछ यहाँ। अब जन्तीहरू कतिखेर निस्किन्छन् होइन, सबै कुरा म अपडेट गराउँछु। लेट्स गो।
सो अनि सबैले पुरा कोट प्यान्ट लगाएर आएका छन् होइन। मलाई हल्का फुल्का लाज पनि लागिरहेको छ किन भन्दाखेरि मैले कोट प्यान्ट लगाएको छैन होइन। सो त्यही पनि बालै छैन नो टेन्सन यार, कपडा लगाएपछि भयो केही कोट प्यान्ट लगाउनै पर्छ भन्ने पनि छैन है। म त अब यसो बाहिरको एउटा पाउनु जस्तो मान्छे पनि भइहालेँ होइन। ठिकै छ, यस्तै चल्छ। प्रिन्ट होइन, प्रिन्ट अलरेडी दुईटा मात्र, अरू के का लागि चाहियो र? होइन यति दुईटा भए अरू के हाम्रो गाडीमा चाहिँ यो टाँस्न खोज्दैछन् केटाहरूले, यो टाँसिँदै टाँसेन अरे। अलि महँगो खाले कार परेछ। अहिले टाँसियो नि यो बाटामा उडिहाल्छ होला के। त्यस्तरी होइन के, त्यस्तरी होइन के। भित्रबाट हो क्या यस्तरी टाँसिन्छ के। डबल टेप त होइन नि, यसमा त उल्टो लगा क्या फेरि। त्यही त भनेको त यस्तो हो क्या, यसमा यस्तरी टाँसिन्छ के तिम्रो। राम्रोसँग बाँध है, खुस्केला फेरि। बरु गर्मीले तातेर पड्किन फेरि छैन बाटोमा। पड्के केही हुन्न। भलागार लगाइ बनाएर बस। दाइ यो गाडीसँग चाहिँ त्यहाँ स्पिकरसम्म चाहिँ सँगै जाउँला, त्यहाँ हामी नेटो काटौँला। हुल्लेर वाइपर चलाइदेऊला र, हुल्लेर वाइपर चलाइदेऊला र। पछाडिको चल्दैन। ल फाइनली गाइज हाम्रो गाडीमा पनि यो टाँसेर रेडी भयो है। अनि यता अगाडि एउटा टाँस्दियौँ, यसरी टाँस्दियौँ हामीले भित्रबाट। बाहिर चाहिँ अलि रिस्क भयो क्या, यो निस्केर खस्छ भनेर चाहिँ हामीले भित्रबाट टाँस्दियौँ यसलाई। अब दामी देखियो। यता चाहिँ गाइज भट्टी रेडी हुँदैछ केटा हो। टक्क आज यहाँ 2-3वटा खसी पाक्छ होइन। आगो सागो बालेर चट्ट रेडी गरे नि यसरी बनाएर। यता पनि भट्टी छ, यता पनि भट्टी छ। तर एकछिनपछि चाहिँ यहाँ खाना बनाउने काम सुरु हुन्छ होला होइन। चट्ट यहाँ बनाएर रेडी गरे होइन, आगो सागो बाले होइन, मान्छे छैनन् होइन। कतिखेर चाहिँ यहाँ खाना बनाउँछन् भन्ने कुरा दिउँसोतिर बनाउँछन् होला टक्क। यहाँ बिहेमा आएको गेस्टहरूलाई खाना त खुवाउनु पऱ्यो गाइस, त्यो भएर दुलालाई यसरी निस्काइराखन है भित्रबाट। दुलालाई चट्ट पारेर काँधमाथि राखेर यसरी निकाले यिनीहरूले। पानीको धारो कलस यहाँ छ, कलस छ यहाँ। हो गाडी पूजा गरेर उहाँ पनि गाडी पूजा गरेर बल्ल ब्याउले सब घुमा, जन्ती पनि घुमा। तीनचोटि घुमा, तीनचोटि। यता पनि दिनु त, यसलाई पनि दिनु, यसलाई पनि दिनु। अलि छिटो घुमा। कसैको त पुगिसक्यो होला नि, कसैको त पुगिसक्यो होला। 2 फन्का भयो कि 2 फन्का भयो? 2 होइन कि 3 बेहुलाको पुग्यो, बेहुलाको पुग्छ अब। यहाँ 3 फन्का छ। बेहुलाको पुग्यो भाइ, चढो चढो झ्याप्पे नखस्नुस् भन्ने हो के। चढो। बेहुला पनि उही बस्ने, अन्य केटी सिधै जाने।
श्रेणी टाकटुक बाहुनलाई यताको बाहुनलाई म यसमा बस्नु लाग्यो यसमा ल ल फाइनली गाइज जन्तीहरू जानु लागि एउटा स्कर्पियो अगाडि गइसक्यो होइन। अब यो गाडी जाँदैछ, अब हामी पनि जान्छौँ होइन। पछि पछि बाँकी के हुन्छ म उता गएर देखाउँदै गर्छु तपाईँ। हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद ये क्या हुआ। हेलो गाइस, तपाईँहरूले अनि घोडागुडी ताल भनेर त सुन्नुभएको होला होइन। यो कैलाली जिल्लामा पर्छ। सो हामी त्यो घोडागुडी मन्दिरमा चाहिँ एकछिन यहाँ पूजा गर्नको लागि एकछिन यहाँ रोकिया छौँ। यहाँ पूजा गर्नुपर्छ अरे मन्दिरमा होइन। यहाँ एकछिनमा पूजा गर्छौँ अनि यहाँबाट हामी निस्किन्छ। गाडी यहाँ छ एउटा, यहाँ फोटोसुटहरू भइरहेको छ। एकछिन यहाँ पूजासुजा गरेर अनि यहाँबाट हामी जान्छौँ। घोडागुडी मन्दिर चाहिँ यही हो, यस्तो छ है मन्दिरको भ्यू। यो चाहिँ घोडागुडी मन्दिर हो होइन। पछाडि घोडागुडी ताल छ, एकदम ठुलो छ, त्यो पनि म देखाउँछु है त। त्यो त्यही भएर यहाँ यो ठाउँलाई चाहिँ घोडागुडी ताल भनेको। यो ताल एकदम ठुलो छ, त्यो म ताललाई देखाउने कोसिस गर्छु। लेट्स गो। ल यहाँ घोडा र घोडीको चट्ट लाएर यस्तो बनाएको छ होइन। पहिला चाहिँ यहाँ यस्तो थिएन, अहिले धेरै व्यवस्थित भइसकेको रहेछ। यहाँ पुल यताउता, यहाँ चाहिँ तालको गेट छ होइन। यो घोडागुडी ताल यही हो है। अहिले चाहिँ यहाँ पार्क पनि बनाएको छ। यता पार्क चाहिँ अलि टाढा छ। पार्कमा पहिला यहाँ पार्क थिएन, अहिले पछि चाहिँ पार्क बनाएर एकदम राम्रो बनाएको रहेछ। यो सबै व्यवस्थित भइसकेको छ। लोकसेवामा तिमीहरूले पढ्या होला नि त घोडागुडी ताल कुन जिल्लामा पर्छ भनेर। घोडागुडी ताल हो यही हो, जुन ठाउँ यहाँ मैले तिमीहरूलाई देखाइसकेँ होइन। घोडागुडी ताल यही नै हो। अनि यो तालको रहस्य के छ भन्दाखेरि 9वटा चाहिँ तालहरू मिलेर यो एउटा ताल बनेको हो होइन। अनि यसमा अर्को पुरानो रहस्य चाहिँ पहिला यहाँ बस्ती थियो अरे, अनि त्यो बस्ती भाँसिएर चाहिँ यो ताल बनेको भन्ने एउटा चाहिँ यो किम्बदन्ती छ है यो ठाउँमा। घोडा र घोडीको शालिग बनाएको छ यसरी, क्या दामी छ हेर्दा पनि होइन। यो घोडा केटा हो, यो घोडा हो है। अनि यो घोडी, यो घोडा र घोडी मिलेर घोडाघोडी ताल बनेको हो। हेलो हेलो हेलो, हामी चिसापानीमा ल्यान्डिङ भइसकेका छौँ। यहाँ हावा यस्तो लाग्छ गाइज होइन, 24 घन्टा सर। अहिले पनि मेरो कपाल उडाइरह होला हल्का फुल्का। गाडी चार्जमा राखेको छ मैले, यसो खाजा हान्ने हल्का फुल्का। अब हामी अब एकछिनमा जान्छौँ। हावा चाहिँ यस्तो लाग्छ कि पुरै छोडिदिनु यस्तो बब्बाल हावा लाग्छ यो ठाउँमा होइन। कपाल उडाइराख नि मेरो। दामी छ मौसम। तर यहाँनिर कुल हुन मन लाग्छ भने यो ठाउँमा आउनुपर्छ गाइज। यस्तो बब्बाल बिन्दास मजा आउँछ कि यहाँ। तर एउटा यस्तो बाटो रहेछ यार। बसलाई साइड दिन पर्छ होला यहाँ।
अझै यता कुना चाहिँ अब आइहाल्छु बस फिरिहाल्छु बस यसलाई भन्छ हरि बिजोक। बाटोको सिचुएसन लास्टै गाह्रो रहेछ केटा हो। यस्तो यहाँ बाटो बन्दै रहेछ होइन। एउटा जेसिबी एउटा स्क्याभेटर लाएर बाटो बनाइरहेछन्। बाटो अलि अप्ठ्यारो नै रहेछ। यस्तो डर लाग्दो छ यार यो त। यस्तो पहाड छ यहाँ होइन। यहाँ घर रहेछ एउटा। म चाहिँ छतमा बसेको छु होइन। यता बाटो बन्दै रहेछ यसरी। फाइनली गाइज हामी बिहेको घरमा पुगिसकेका छौँ। तर अगाडि सुर्खेत भनेर चाहिँ मैले भनिहालेँ, त्यसको लागि सो सरी। सुर्खेत होइन रहेछ है, यो चाहिँ भेरीको आसपासमा रहेछ यो गाउँ होइन। र बिहेको घर हामी पुगिसकेका छौँ। त्यो त्यही हो, अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। यहाँ वरिपरिको गाउँ यस्तो रहेछ है, डाँडा काँडा पुरै हरियाली। यस्तो ठाउँमा रहेछ घर। ल बिहेको घर यही रहेछ, गेट यही हो है। बेहुलातिरको पक्ष यतातिर छ, बेहुलीहरूको यता हो। गेट यस्तो छ, पूजा गरिराखन् मस्तले। के हुन्छ र खाइदिनु भयो होइन? नदी यहीँ छ।
बेहुली पक्षको घर चाहिँ यो रहेछ है साथीभाइहरू। यता यहाँ माथि पाल लगाएर खासै राम्रोसँग देखिया छैन होइन। घर चाहिँ यो है यस्तो छ। वरिपरिको वातावरण यस्तो छ दामी, वरिपरि हरियाली। यहाँ बाटो रहेछ अगाडि घरको माथिल्लोपट्टि होइन। यो बाटोभन्दा मुनि चाहिँ यहाँ घर रहेछ। गर्मी त केटा हो, यस्तो गर्मी छ कि यहाँ पसिना आइरहेको पुरै लास्ट गर्मी रहेछ। यो भेरी नदीको वरिपरिको गाउँ हो होइन। गाउँको नाम त के हो मलाई थाहा छैन। भेरीको पुल तरेर आउनु पर्दो रहेछ यहाँ। यो सुर्खेत नजिकै छ यहाँबाट, तर मैले भिडियोमा सुर्खेत चाहिँ देखाउन पाएन, त्यसको लागि सो सरी। यहाँको गाउँ यहाँ एउटा घर रहेछ, यहाँ अर्को घर छ र यो अगाडिको एउटा घर हो। त्यसपछि यो घर चाहिँ यो हो बेहुलीको घर होइन। यताको यो गोठ होला, खरले छाएको रहेछ। गर्मी त केटा हो, यस्तो गर्मी छ यार यहाँ। गाडीहरू त्यहाँ छ दुईटा, एउटा यहाँ छ। तल छान्ने है क्या मेरे दही अलग छान्ने है, चीज भी अलग छ। अरे तुम वही कर जो बिकता है। काम तो मेरा वही है ना भाई साहब। परिवेश मिलाउने हो केही छैन। ल पुऱ्याइदिए हुन्छ त यो माइती मावली फुपू पनि हो, तिनटै हो। यो मावली फुपू माइती तिनटै हो, फेरि विवाद कोही नगरे। अनि कहाँ राखिन्छ यो? सबभन्दा माइती नखुवाउने अब माइती मावली फुपू हो, सबै यो पौडेल सबैलाई हो। हामी सबैको हो के भगवान एउटै भने जस्तो यो प्रसाद पनि सबैको ल मिलाएर के छ सबै भागमा बाँड्दै सुल्टो पर्छ। जानु पर्यो। ल अब यो दही खै दही माइतीले छुट्याइदिनुहोस्। अरू ल जानुहोस् नाम सबै यो दही सुन्नु सबै तपाईँ ल बिलाइदिनुहोस्। कुन किन्छ कलस पनि लानुहोस्। ल जानुहोस्। अलसले बाँडिसक्यो ल राख्यो। अब भित्र खाना खाने बेला हल्का जो प्रसाद आएको छ जे आएको छ नि सबै भागमा हालिदिएपछि सबै फुर्सद ल जाऊ। अनलाइन हो यो माइतीकै माइलीको आउन दियो। यहाँको गाउँ यस्तो रहेछ कि क्या दामी चट्ट बब्बाल गाउँ रहेछ यार। यहाँ उता चाहिँ अलि बेहुलीको घरतिर चाहिँ घरहरू रहन्छन्, अलि यता अगाडि आएको यहाँ त मस्त घरहरू गाउँ रहेछ के। चट्ट लाएर टिन लगाएको घरहरू। अनि मलाई अर्को कुरा के भन्न मन लाग्यो भने जनता त आइयो हेरकेटा हो, तर खाना चाहिँ खाइएन है बेहुलीको घरमा। यसो यतातिर पसलतिर आयौँ अनि चाउचाउ किन्यो खाइयो, त्यही हो। ल बाँकी कुरा म अब
देखाउँदै गर्छु ल। दुलै रानीको गाउँ है यो। यस्ता घरहरू छन् यहाँ। दुलैको गाउँ यस्तो रहेछ केटा हो। यता पुरै यो गाउँ लगाएको छ। हरियाली डाँडा काँडा रहेछन्। पातलो पातलो बस्ती रहेछ। सोलर रहेछ माथि। बिजुली पनि छ तर सोलर नि राखेका रहेछन्। बत्ती जान्छ भनेर होला नि। यस्तो घरको माथि गर्मी त औडा यस्तो गर्मी छ कि कुरै नगरौँ। लास्ट गर्मी रहेछ भाइ। गाउँघरमा यस्तो कल 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 बग्ने पानी हुन्छ। यही हो क्या गाउँघरको महत्त्व भनेको यार। हेर त केटा हो नेचुरल बग्ने पानी हो कि यो। रेडी छ उ यता तिम्रो पछाडि कोही पनि छैन। यहाँ पुगाए मैले एक्लैले तिमीलाई उठाउँदा पछाडि साथ थिए कसले साथ अलि बढी शिक्षा दिँदा उहाँहरूले धेरै रमाइलो गर्न खोज्छ। हामी त उतै कुरा सिद्धान्त आफै उहाँहरूले यता ल्याउनु अब समात्नु पर्यो क्या अब धेरै भएको गर्नु पर्यो। उहाँले गरिहाल्नु त नि भइहाल्छ नि समातिहाल्नु। 8 9 10
11 12 13 14 ल भयो भयो ढिलो भयो जुत्ता देऊ जुत्ता त्यही पुऱ्याइदिनु अब जुत्ता भयो भयो ल बिहेको माहौल एकदम भयङ्कर तातिरहेको छ अब लास्ट छ अब यहाँबाट निस्किनु पर्ने छ रमाइलो पनि भयङ्कर रमाइलो भयो होइन अब हामी यहाँबाट निस्किनु पर्ने हुन्छ होइन बिहे चाहिँ एकदम धुमधाम धडकसँग सम्पन्न भएको छ यहाँबाट अब उता चाहिँ बाँकी छ त्यही हो है गाडी गाडी त उहाँ छ तीन खन्का त्यहाँ पुग्यो होला दुलाको त हो त खोल्दै कति यसो भेटघाट गर्ने भए धेरै चाहिँ भाइसँग केटाबाट जाने लक छ क्या यहाँ छ त्यो छातामा भित्र राख्नु हाम्रो गाडी अगाडि छ जाम हामी सो हेलो व्हाट्सअप ब्युटिफुल पिपुल बिहान 8:30 देखि 9 बजे हामी यहाँबाट जल्दी गएको थियौँ होइन ठ्याक्कै राति अहिले लगभग 8:30 जति भएको छ ठ्याक्क हामी आइसकेका छौँ होइन भिडियो के कस्तो लाग्छ यदि मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब कमेन्ट के गर्नुपर्छ सबै गर्नु होला आजको भिडियोलाई यहीँ प्रिन्ट गर्छु बाई।